नमस्कार, म यस महिला जागरण सामाजिक शिक्षा केन्द्रको अध्यक्ष। यो संस्था हामीले चाहिँ विगतदेखि नै धेरै पहल गऱ्यौँ कसरी निर्माण गर्न सकिन्छ भनेर। अहिले हामीले पालिकामा चाहिँ पालिकामा निवेदन पेश गरेपछि ठिकै छ, हजुरहरूले 2054 सालदेखि अहिलेसम्म सामाजिक क्षेत्रमा धेरै कार्यहरू गर्दै आउनुभएको छ। यस्ता कार्यले जो समाजमा राम्रै पक्ष निर्धारण गरेको छ र सकारात्मक कुरा सोच ल्याएको छ। हजुरहरूले गर्न सक्नुहुन्छ भनेर हामीलाई नगरपालिकाले यो निर्णय, कार्यपालिकाको बैठकले हामीलाई यो निर्णय गरेर दिएको जग्गा छ र हामी महिलाहरूका देउसी भैलो खेलेका पैसाहरू सङ्कलन गरेर हामीले चाहिँ यो सुरु गर्न लागेका छौँ र बजेट पालिकाले कुनै पनि बजेट चाहिँ दिएको छैन। अब हामी महिला दिदीबहिनीहरू 110 जना महिला दिदीबहिनीहरू छौँ। ती महिला दिदीबहिनीहरूको सहकार्यबाट नै यो भवन निर्माण गरौँला भन्ने सोचले हामीले सुरुवात गरेका छौँ। यसमा नगर प्रमुखले, नगर उपप्रमुखले, वडा अध्यक्षले पैसा खायो भन्ने जुन यो अफवाह फैलिएको छ, यो सरासर गलत हो। बाटो साँघुरो भन्ने पनि विषयमा हेर्दाखेरि हामीले यो बाटोको चक्लाई चाहिँ यो बाटोको मापदण्डभन्दा धेरै नै देखिरहेका छौँ। धेरै नै छ, यो हामीले धेरै छोडेर बनाएका छौँ। यहाँ 11 मिटर, 11.5 मिटर जति छोडिएको छ र हामीलाई भोलि बाटो त्यस्तै साँघुरो भयो भने यता चक्लाउन सकिने सम्भावना नि धेरै नै रहेको छ। यो खाली जग्गा रहेको छ। बाटोमै बनेका भवनहरूको विरोध हो भनेदेखि हिजोदेखि बन्दै आएका उज्यालो बजारदेखि के अरे उद्योग वाणिज्य सङ्घ, अनि त्यसपछि विद्यालय, सरकारी विद्यालय, अनि यो दलित सेवा सङ्घ, त्यसपछि गएर यहाँ यो रेड क्रस सोसाइटी, अनि नगर अस्पतालदेखि लिएर हामीले यो दुईवटा क्याम्पसकै विषयमा हेर्नु जङ्गलमै बनेका छन्। हाम्रो प्रहरी कार्यालय जङ्गलमै छ र सबै कुराहरू हामीले हेर्दाखेरि सार्वजनिक जग्गामै बनाएको देखेर हामीलाई यहाँ दिएको जुन कार्यपालिकाले निर्णय गरेर हामीलाई यो जग्गा यति भए पुग्छ भन्दाखेरि ठिकै छ नि भनेर हामीले यतिमै पनि सन्तोष गरेर जुन सुरुवात गऱ्यौँ, यो विरोध गर्नु, यो अफवाह फैलाउनु सरासर गलत हो। हामी सच्चिएर जानुपर्छ। सबैले सहकार्य गरेर सबैले हातमा हात मिलाउनु हुनेछ। पक्कै पनि यो हाम्रो समाज निर्माणको लागि सकारात्मक पक्ष हो भन्ने मलाई लागेको छ। यस्तो कदममा महिला दिदीबहिनीहरूलाई कमजोर मनस्थिति बनाएर आत्मबल कमजोर बनाउनेतिर नलागेर हामी सबैले साथ दिनुपर्छ र सहयोग गर्नुपर्छ भन्ने मलाई लाग्दछ र म सबैलाई अनुरोध गर्दछु। स्थानीयवासी, हामी सबै स्थानीयवासीहरू यस्तो यो महिला सेफ हाउस भनेको एकदम आवश्यक, यो चाहिँ एकदम आवश्यक पक्ष हो। यो महिला जागरण सामाजिक शिक्षा केन्द्र एउटा दर्ता भएको आधिकारिक संस्था पनि भएको हुँदा यसले सुरुवात गर्न लागेको हो र यो दर्ता भएको पनि 2054 साल जेठ 26 गते दर्ता भएको हो। त्यति बेलादेखि समाजमा भइपरि आउने महिलाका हिंसात्मक कार्यमा दिदीहरूले गर्दै आउनुभएको छ। संस्थापक दिदी अहिले पोखरामा हुनुहुन्छ। त्यसपछि 28औं साधारण सभा हामीले मनाउँदै गर्दा यहाँ अहिले 28 वर्षसम्म 2 जना दिदीबहिनी मात्रै हुनुहुन्थ्यो। अहिले त्यो दिदी उहाँ जाँदाखेरि 1 जना दिदी हुनुहुन्छ। उहाँसँग पनि सोध्न सक्नुहुन्छ कसरी यो सुरुवात भएको हो र यसले कस्ता कामहरू गरेको छ भन्ने विषयमा। र हामीले यो सेफ हाउस यहाँ अत्यन्त आवश्यक देखेका छौँ। यो नगरपालिका स्तरमा जो यहाँ पीडित भएका महिला दिदीबहिनीहरूलाई कहाँ लगेर राख्ने त एउटा सेफ हाउस चाहिन्छ भनेर हामीले यसको शिलान्यास गरेर यसको सुरुवात गरिरहेका छौँ र निर्माणाधीन अवस्थामै छ। यो विरोध गर्नुभन्दा हामीले चाहिँ यसलाई सबैले सहयोग गरेर अगाडि बढाउनको लागि हातमा हात मिलाउनु हुनेछ। स्थानीयवासीहरूलाई त झन् खुसीको खबर हो, घर अगाडि यति राम्रो संस्था बन्दैछ। यो विरोध गर्नु भनेको नि वास्तवमा आफ्नो के अरे व्यक्तिगत स्वार्थ हो भन्ने मलाई लाग्छ। अरू त विरोध गर्नुपर्ने त्यस्तो केही पनि देख्दिनँ मैले। र हामी यहाँ स्थानीय बासिन्दाहरूसँग पनि बसेर सहकार्य गरेकै हो। उहाँहरूले हुन्छ, हामीले बाटो मात्रै खोजेका हौँ, चक्लाउन त भनेर उहाँहरूले भन्दाखेरि हामीले साँघुरै भयो भने हामीलाई पनि हुन्छ, हामी पालिकासँग फेरि पहल गरेर यत्रो खाली जग्गा छ यतातिर पनि हामी चक्लाउन सकिन्छ भनेर सहकार्यबाट बढेको थियो। अब अचानक एकाएक अब उहाँहरू फेरि विरोधमा उत्रिनु भयो। यस्तो गर्दा गर्दै पनि उपमेयरको कार्यकक्षमा गएर एउटा महिलामाथि जुन आत्मबल गिराउने काम भएको छ त्यसमा महिला जागरणले खेद प्रकट गरेको छ।